हेलो साथीहरु, शुक्लाफाटा वडा नम्बर 9 मा चाहिँ औरीले 3 दिन भइसक्यो। अहिलेसम्म यताको समस्या चाहिँ अहिलेसम्म समाधान भएको छैन। हेर्न सक्नुहुनेछ सम्बन्धित निकायको हेर्न सक्नुहुनेछ यस्तो रुख ढलेर यस्तो भएको छ। यो छिटो भन्दा छिटो गरिदिनु होला, कठिन भइरहेछ हामीलाई। यहाँ विद्यार्थीलाई पनि हेर्न सक्नुहुनेछ, यीका विद्यार्थी पढिरहेका विद्यार्थी भित्र पढिरहेका विद्यार्थीलाई चाहिँ अलि कठिन भइरहेछ। हाम्रो गाउँलाई पनि वडा नम्बर 9 बस्ने सबै गाउँको मानिसहरूलाई कठिन भइरहेछ। त्यो चाहिँ अलि समस्या लाइटको अलि समस्या सावधान गरिदिनु पर्यो। रातिको टाइममा यो गाडी पनि आउजाउ अप्ठ्यारो भइरहेछ। बच्चाहरू पनि राति आजभोलि 3 दिन भइसक्यो बिरामी बच्चा भइरहेछन्। लाइटको समस्याले गर्मीको धेरै गर्मी भएको कारणले बच्चाहरू धेरै बिराम भइरहेछन्। गाडी एम्बुलेन्स पनि आउने कठिन भइरहेछ यो बाटोमा। हेर्न सक्नुहुन्छ वडा नम्बर जाने बाटो पनि हो यो। कस्तो हो त्यो सम्बन्धित निकायले छिटोभन्दा छिटो गरिदिनु होला, यसमा ध्यान केन्द्रित होस्। सम्बन्धित निकायको साथीहरु हेर्न सक्नुहुनेछ, हामीले काट्यो भने नि यो तार टुट्ने भन्ने डर छ। मसिनको जरुरत छ, मान्छे पनि धेरै चाहिने। यो बन्चरा त्यसले काट्यो भने नि काटिने त्यस्तो त्यति ठुलो रुख छ, काटिने छैन यो रुख चाहिँ। हेर्न सक्नुहुनेछ यी तार पनि यस्तो भएको छ, हामीले काट्यो भने नि काटिने छैन। यो तार सार टुट्ने पोल पनि ढल्ने समस्या छ। यी उता पनि हेर्न सक्नुहुनेछ, यता बाटो हिँड्न बाटो पनि छैन। लाइट साइट आयो भने बच्चा बच्चीहरूलाई करेन्ट लाग्ने डर छ। हेर्न सक्नुहुनेछ यता पुरा कस्तो भएको छ तार। सम्बन्धित निकायको यो भिडियो किन बनाइरहेको छु, सम्बन्धित निकायसम्म पुगोस् भनेर शेयर कमेन्ट शेयर धेरै गरिदिनु होला, सम्बन्धित निकायसम्म पुगाइदिनु होला। जय नेपाल, धन्यवाद।